हाई गाइज, गुड मर्निङ, नमस्कार। सबैजना सन्चै हुनुहुन्छ होला। र आज हामी आएका छौँ बागलुङ। यहाँ आएका छौँ मिटिङलाई र अहिले हामी अलिकति घुम्नको लागि बाहिर हामी निस्केका छौँ। अहिले हामी नेपालको सबभन्दा ठुलो पुल झोलुङ्गे पुलतिर हामी जान्छौँ र झोलुङ्गे पुलको भिडियो पनि हामी हजुरहरूलाई देखाउँछौँ सबै। यता हुन्छ है, हजुरहरूलाई म देखाउँछु। त्यहाँबाट हामी उता माथिबाट आएको, हाम्रो फुटबल ग्राउन्ड छ आई थिङ्क। तल कालिका मन्दिर पनि छ, त्यो पनि हामी देखाउँछौँ। र यता फुटबल ग्राउन्ड छ। फुटबल ग्राउन्ड भयो र यो पनि के को ग्राउन्ड छ भलिबल छ जस्तो लाग्यो। यहाँ पिटिक्सन सानो छ। के भन्नुहोस् न, केही भन्नु छैन। के भन्नुहोस् नै कस्तो भइरहेको छ, कस्तो फिल भएको छ तपाईँ? एकदम मस्त मस्त। फर्स्ट टाइम आएको। पहिला मेन कुरा झोलुङ्गे पुल गएपछि मजा आउँछ। पुल गएपछि म चाहिँ चढ्दैन है पुल। मलाई चाहिँ अति डर लाग्छ पुलमा। बाग्लुङ आएको के काम त अब। म पैसै दिन्छु भने नि म चढ्दिनँ है। तलतिरको पुल चाहिँ चढेको थिएँ म, एकदमै डर लाग्यो मलाई। त्यहाँ हाम्रो पोखराको पावर हाउसमा भएको पुल, यताको त झनै डर लाग्छ। यहाँ त हेर्दै काली लाग्ने जस्तो छ। अब यहाँ चढ्ने कुरै भएन है, चढ्न के छ। म चढेको थिएँ, डर लाग्यो मलाई लास्टै। अहिले हो म कति आउने क्रममै चढेको। अब हामी नजिक पुग्न लाग्यौँ। चढ्यो बाबा चाहिँ चढ्नु भएन, किन डर लाग्दै रहेछ पुग्न लाग्यौँ। भित्र गएपछि एकखेर भित्र त्यहाँ पुलमा गएपछि मलाई थाहा भयो कि तपाईँलाई के पार्क, धौलागिरी पार्क यो हो, भित्र पार्क छ। यहाँ होइन नि, यो पार्क हो कि तलबाट हो कि यता? हामी जाने अब झोलुङ्गे पुल उयोबाट हो। हामी जाँदैछौँ झोलुङ्गे पुल। यो हाम्रो शहीद पार्क भयो। अब हामी जान्छौँ ब्रिजमा, झोलुङ्गे पुलमा हामी जान्छौँ। पुरा भ्यू हामी देखाउँछौँ हजुरहरूलाई। कन्की गोल्डन ब्रिज, यहाँ पार्क भयो, यहाँ पार्क छ। यो मलाई फोटो खिचिदिन्छु तेरो अब यो पुलको अनि भइहाल्यो नि। देखाउँदैछु। गाइस हजुरहरूलाई यो हाम्रो बागलुङको यो पुल भयो, झोलुङ्गे पुल यसलाई भनिन्छ है। फेरि हेर्नु गाइस, झोलुङ्गे पुल। ल हेर्नु गाइस,
यो हाम्रो झोलुङ्गे पुल भयो है। यो हाम्रो यता वाउ खतरा भ्यू वाउ 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 डर पनि लागिरहेछ गाइज खतरा डर पनि लाग्यो। ल हेर्नु गाइज हेर्नु हेर्नु। ल गाइज अहिले म भिडियो अफ गर्छु। भिडियो चप्पलको ग्रिप चाहिँ गएको रहेछ।